जय नेपाल। आज विशेष गरी माछा पालन गर्दाखेरि पोखरीमा हुने अक्सिजनको कमीबाट त्यसको बारेमा भन्न गइरहेको छु। अक्सिजनको कमी भयो भने पोखरीमा माछाहरू सतहमा आएर प्याक गर्ने गर्दछ अनि पोखरीमा भएको भ्याक्ताहरू डिल साइडमा आएर बस्ने गर्दछ अनि त्यसमा भएको किराहरू झारमाथि चढ्ने गर्दछ अनि पोखरीको डिल साइडमा जाँदाखेरि कुहियोको अंडा जस्तो स्मेल आउने गर्दछ। अनि यसको समाधानहरू पोखरीमा अक्सिजन बढाउनको लागि पानीलाई हावाको सम्पर्कमा ल्याउनु पर्दछ, जसको लागि पोखरीमा एरिएटर राख्नु पर्दछ। डिलभन्दा 10 मिटरभन्दा भित्र राख्नु पर्दछ एरिएटर। अनि पोखरीमा ताजा पानी थप्नु पर्दछ, खोला नहरको बोरिङको पानीहरू। अनि पोखरीमा 500 केजी प्रति हेक्टर चुन हाल्नु पर्दछ अनि लाइम अनि पोखरीमा पोटास पनि राख्नु पर्दछ 1 देखि 2 ppm सम्म। यस्तो अवस्थामा पोखरीमा मल खादको प्रयोग गर्नु हुँदैन र दानाको पनि प्रयोग गर्नु हुँदैन। विशेष गरी पोखरीमा माछा पालन गर्दाखेरि कार्प जातको माछामा 5 ppm अक्सिजन चाहिन्छ। त्यो भन्दा थोरै भएमा यो समस्याहरू हेर्न सकिन्छ। 2-3 ppm सम्म माछाहरू बाँच्न सक्छ, तर 1 ppm तिर गयो भने माछाहरू बचाउन गाह्रो हुन्छ। यो विशेष गरी जाडोको सिजनमा घाम नलागेको बेलातिर हुने गर्दछ अनि अक्सिजनको कमी सबैभन्दा बढी चाहिँ 4 बजे, थोरै अक्सिजनको कमी चाहिँ 4 बजेतिर हुँदछ। हामीले पोखरीमा मल खादको मात्रा कृत्रिम आरा 45% मात्र प्रयोग गर्नुपर्छ अनि 55% आफै प्रकृतिबाट उत्पन्न हुने गर्दछ।